ल है गाइजहरू फाइनली हामी तारेभिर आइपुग्यो। अलिकति बाँकी छ, त्यो त्यसलाई भन्छ तारेभिरको चुचुरो चाहिँ डाँडा चाहिँ है। उफ, तारेभिरको डाँडो यो। हामी चाहिँ आइपुग्यौँ तारेभिर। यो डाँडोलाई तारेभिर भन्छ। बाटो चाहिँ यताबाट आउने चाहिँ बाटो कच्ची बाटो छ, र हामी चाहिँ आज स्कुटर तल जगजोल झन्डा पार्कमा राखेर त्यहाँदेखि हिँड्दै आएको। लगभग 2 घन्टा जति लाग्यो है हामीलाई आइपुग्दाखेरि। 2 घन्टा पनि अराउन्ड 2 घन्टा लाग्यो। जाम रड हानेर ल्याएर झन्दै है। बाटो सानो, माथि तारेभिरको डाँडा चाहिँ। ल यो तारेभिर बजार, यहाँबाट देखिने तल भ्याली त्यो यस्तो देखिन्छ यहाँबाट है। यता चाहिँ यो कता भन्ने, यो सुन्दरीजल आसपास एरिया। यो तारेभिरको बाटो। तारेभिर हाइकिङ तारेभिर। के रहेछ ए किरा ल कस्तो लाग्यो सुलभ तराई तारेभिर आज यात्रा? खतरा है। ओहो क्या झर्ना पानी, त्यो पानी खानुपर्छ, खोलाको पानी ल हेर कलकल। ओहो यस्तो हो नि त पानी भनेको। ल हेर दामी खाने यो खाने यो पाइपको पानी खानुपर्छ के। सफा पानी हो नि त यता। कति चिसो। आहा ल यस्तो पानी भयो त सुलभ खाऊ त। ल यस्तो मजाको पानी आउँछ। ल हेर्नुहोस् है, यो मुहानको पानी। ल मेरो चस्मा समात त म टाउको भिजाउँछु। मेरो समात मेरो यहाँ त म टाउको भिजाउँछु। मुहानको पानी भनेको यस्तो हुन्छ। बाबा त्यस्तै छ। अच्छा मलाई त लाग्दैन, म त हुँदैन, चिसो लागिरहेछ। चिसो भयो। ल त्यो हो नि त, यो हो नि त तरिका। अन्त म पनि हल्का मुखमा चाहिँ यस्तो हो क्या धारा पानी। यो गाउँको अर्ग्यानिक पानी हुन्छ यसलाई। यहाँबाट आउँदो रहेछ खोला चाहिँ, मेन खोला चाहिँ यहाँबाट रहेछ है। जाऊ दुवा कल पानी। अझै पानी पुगेन यार मलाई त खानलाई। त्यो छ आज। ल मुहानको पानी आज चर्लक्क फ्रेस पानी खानु पाइयो क्या आज है। ल पानी मिठो है, कति मिठो पानी होइन। पानी मिठो। ल कपाल मिलाउनु सबै त्यो। ल हामी चाहिँ अब तारेभिर पुग्यौँ है।
क्या राम्रो फुल फुलेको छ। बाबा रातो यस्तो यस्तो कलर रहेछ यस्तो रातो कलर फुल थियो मल्टी कलर छ एउटै बोर्डमा कति धेरै रङ्गी चरङ्गी फुल। यो बाबा 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 यो रातो छ भने अनि छुयो भने के हुन्छ किन त यसो होइन कि त्यो ऐसेलुको बोट हेर छ ल ऐसेलु ए ऐसेलु यस्तो हुन्छ नि काँडा हुन्छ नि फेरि सिस्नुको बोट ऐसेलु पैसा भने किन ऐसेलु खाने रातो रातो गरेको हुन्छ नि गोल्डन कलर। रासबेरी के भन्छ त्यसलाई रासबेरी के भन्छ रासबेरी हुँदैन होला के छ ऐसेलु रे ककनी जाने बेला देखाइदिनु हैन त्यो त भयो ब्ल्याक कलर आज चाहिँ म सुलभ हामी चाहिँ तारेभिर आइपुग्यो ल हाइकिङ गर्दै। हामी कति 12 बजे 12:30 बजी हिँडेको है। 12 बजे भनेपछि 3 बज्न लाग्यो। साढे दुई घन्टा लाग्यो ल तारेभिर आइपुग्नु है ओ हिँडेर। नाक मुख देउतारा चाहिँ सुलभ ए ए हामी त माथि पो आयो त तारेभिर भन्दै नि अब त्यसम्म पुगौँ। जाउँ कत्रो खोला छ है उलाएर। ओ ल फाइनली हामी तारेभिर ल। फर्किने यहाँ उयो बस्ने आऊ न फेरि घुमाउ न। यहाँबाट झर्ने बाटो छ नि त। ल उयो चरल कुनै माथि चरा गाईको बनाएर गाईको के बनाउने त्यही त ल उहाँ भैँसी रहेछ नि त ए यही रहेछ नि त क्रिकेट स्टेडियम एयरपोर्ट देखेन त्यो चाहिँ काजी क्रिकेट स्टेडियम एयरपोर्ट देखेन हाम्रो त्यो एयरपोर्ट नेपालको एयरपोर्टै त्यही त हो नि हाम्रो क्रिकेट स्टेडियम चाहिँ कहाँ छ ल एयरपोर्ट है यो चाहिँ ल क्रिकेट यहाँबाट चाहिँ एयरपोर्टको भ्यू सर्लक्कै दामी देखिँदो रहेछ ल। क्रिकेट स्टेडियम त यतातिर हो त्यहाँ हेर एयरपोर्ट त त्यही त हो नि। क्या क्लियर छ आज मौसम है कस्तो क्लियर छ क्या मौसम।